अरू कुरा ठिकै छ। हर्क सम्पाङको कामलाई चाहिँ 100 नम्बरमा कामलाई चाहिँ 110 नम्बर दिन सकिन्छ, तर त्यो जथाभावी बोल्ने, अर्कोलाई आक्षेप लगाएर बोल्ने कुरामा चाहिँ ठिक छैन। त्यो दिदीबहिनीहरू, महावीर पुण्यको किताब आएको छ, किताब किन्न चाहनु र आयो, किताब आयो, किताब बेच्यो, पैसा कमायो, कारखाना चलायो। ल आउनुहोस्, अचम्मको किताब छ, जादु गर्छ यो किताबले। हेर्नुहोस्, किताबले जादु देखाएको छ। तपाईँलाई पत्याउनु छैन भने वीरगञ्ज गएर कृषि औजार कारखानामा त चलाउनु के छ तपाईको? अन्त पनि राष्ट्रिय आविष्कार केन्द्र पनि चलेको छ, कारखाना चलेको छ, पोखराको चाहिँ आइसिटी इनोभेसन ल्याब चलेको छ, यो सब चलेको छ। ल आउनुहोस्, किताब बेचेर होइन, किताब बेचेर म्याग्दीमा हाल्दैन, किताब बेचेर त वीरगञ्ज कृषि औजार कारखानामा हाल्छ। म्याग्दीको माग पुरा गर्नको लागि संसदबाट, सरकारबाट बजेट लगेर जे जति सकिन्छ धेरै ठाउँमा प्रयोग भइसकेको छ। अब अन्तर्राष्ट्रिय स्तरमा चाहिँ कहिले चाहिँ प्रयोग हुन्छ? अन्तर्राष्ट्रिय स्तरको कुरा गर्दैनौँ हामी, अहिले चाहिँ राष्ट्रिय स्तरमा सक्ने हो। अन्तर्राष्ट्रिय स्तरमा पुग्नलाई निकै समय लाग्छ, कोसिस चाहिन्छ, पैसा चाहिन्छ।